नमस्कार आदरणीय दर्शक महानुभावहरू, मोहन बाणी युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। हामीसँग हुनुहुन्छ हर्षिता चौधरीजी। आज म महिला सशक्तिकरण र महिला नेतृत्वको सम्बन्धमा परिचर्चा गर्नेछु। यहाँलाई हार्दिक स्वागत छ। हजुर नमस्कार। महिला सशक्तिकरणको लागि, महिला नेतृत्वको लागि हजुर अब महिलाहरू कसरी अगाडि बढ्नुपर्छ, यहाँलाई के लाग्छ? हाम्रो एउटा स्लोगन छ, मातृत्व, कर्तृत्व र नेतृत्व। नारीभित्र यी तीनटै गुण हुनुपर्छ। नारीले हुने समयमा मातृत्व पनि देखाउनुपर्छ, सन्तानलाई माया गरेर हैन, माया स्नेह गरेर। नेतृत्व पनि मातृत्व देखाउनुपर्छ र उस्तै पर्यो भने नेतृत्व पनि गर्नुपर्छ। हामीले झाँसीको रानीको उदाहरण लिन सक्छौँ। उहाँले कसरी आफ्नो एउटा कुशल नेतृत्वको कारणले आफ्नो राज्यलाई बचाउनु भयो। र कर्तृत्व, कर्मको क्षेत्रमा हामीले कर्म गरेर पनि आफ्नो घरबार जिम्मेवारीलाई शिरमा लिएर पनि हामीले त्यो पुरा गर्छौँ भन्ने कुरा हाम्रो कर्तृत्वले देखाउँछ। नारी सशक्तिकरण भनेको महिलाभित्र भएको गुणहरूलाई, सकारात्मक गुणहरूलाई कसरी हामीले सही प्रयोग गरेर, सदुपयोग गरेर आफ्नो घर हैन, परिवार, घर, समाज र राष्ट्रलाई उन्नतिका बाटोमा लैजान सक्छौँ भन्ने कुरालाई चाहिँ मलाई यस्तो लाग्छ। जस्तो पछिल्लो समय महिलाहरूमा अलिकति म चाहिँ धर्मसँग जोडिएर यहाँलाई प्रश्न गर्न चाहन्छु। अहिले पछिल्लो समय लभ जिहादको विषय बाहिरिएको छ। तराई क्षेत्रमा केही समय अगाडि मात्र एउटा महिलालाई लभको बाहनामा, एउटा प्रेमको बाहना, प्रेम देखाएर सडकमा चाहिँ जलाएर मारेको, विभत्स मारिएको एउटा घटना बाहिरिएको छ। यस सन्दर्भमा यहाँले कसरी हेरिराख्नु भएको छ जुन तराईमा घटेको घटनाको विषय? मेन कुरो यसमा म के भन्न चाहन्छु भन्दाखेरि, पहिलो त हाम्रो दिदीबहिनी महिलाहरू अलिकति सचेत हुन पर्यो। यो लभ जिहाद भन्ने कुरो, माया भन्ने कुरो आफ्नो भनौँ न एउटा जन्म दिने आमा बुवा भन्दा बाहेक अरूले पनि खासै माया गर्लन जस्तो हुन्छ। हाम्रो आमा बुवाले जति माया हामीले गर्नुहुन्छ त्योभन्दा बढी माया अरूले दिन्छ भन्ने कुरा यो भ्रम हो, एक नम्बर त। त्यसपछि यो लभ जिहादको कुरा आयो, अहिलेको हामीले भन्न सक्छौँ एकदमै विकृतिको रूपमा यो लिन सकिन्छ। लभ जिहाद विशेष गरी अब मुसलमानहरू भन्न सकिन्छ हामीले। उहाँहरूले चाहिँ विशेष गरी हाम्रो यो महिलाहरू, तराई क्षेत्रका महिलाहरूलाई हैन मायामा पार्ने, यस्तो गर्ने, फेरि कुरा नमानेपछि उहाँलाई चाहिँ पीडा दिने हैन, एकदमै ब्ल्याकमेल गर्ने खालको यस्तो यस्तो कुराहरू पनि आइरहेको छ। अनि यो कुरा मैले अरू के भन्न चाहन्छु भन्दाखेरि, आफ्नो जीवनको बाटो हैन आफैले भन्दा पनि अब एउटा आफ्नो आमा बुवा, गार्जेन भन्ने कुरा हुन्छ, अग्रसरलाई पनि दिनुपर्छ मौका। किनकि कुनै पनि आमा बुवाले आफ्नो सन्तानको अहित चाहँदैन र उहाँलाई भनेको कुरा पनि हामीले मान्नुपर्छ जस्तो लाग्छ हामीलाई। किनकि यो कुराहरू मानेन भने अहिले हजुरले भन्नुभयो भर्खरै मधेसतिर घटेको घटना, यस्ता करोडौँ घटनाहरू छन् जुन हाम्रो दिदीबहिनीहरूमाथि भिजिरहेका छन्, उहाँहरूले त्यो सहनु भएको छ। यस्तो घटनाहरू हेरेर पनि अहिले पनि हामी सचेत भएनौँ भने भोलि पक्कै पनि हाम्रो एउटा नराम्रो घटना हुनेछ महिलाहरूमाथि र एकदमै दुःखमा पर्नेछन् बहिनीहरू। म यति भन्न चाहन्छु। जस्तो पछिल्लो समय तराईमा घटेको घटनासँग जोडिएर यहाँ एउटा सङ्गठनको विस्तारिका रूपमा पनि काम गर्नुभएको छ। देश दौडामा देशको पनि यहाँले हेर्नु भएको छ। धर्मान्तरण, यो लभ जिहादसँगै धर्मान्तरणको अवस्था के कस्तो पाउनु भएको छ? यहाँ हिँड्दा डुल्दा समाजमा कस्तो खालको प्रभाव परेको देखिन्छ? मैले पनि घुमेँ हैन, नेपालमा अलि गएछु, धेरै जिल्लामा मैले प्रवास गरेँ। त्यो प्रवास गर्दैको क्रममा मलाई कस्तो लाग्यो भन्दाखेरि, तराईतिर चाहिँ धेरै छ अलि धर्मान्तरण। केमा छ भन्दाखेरि यो हाम्रो क्रिस्चियनहरू अलि क्रिस्चियन धर्ममा बढी फर्किरहेछन्। मैले एउटा घटना भन्न चाहेँ। एउटा हाम्रो बहिनी थिइन्, शाखाको बहिनी, अनि उनी चाहिँ शाखामा आउँदै गर्दाखेरि मैले एक दिन बिरामी भइन् अनि आइनन्। मैले चाहिँ सोधेँ के भयो नानी भनेर, अनि सन्चै मेरो अलिकति सन्चो भएन, त्यही भएर म नआएको भन्नुभयो। अनि एकचोटि उहाँको जन्मदिनको दिन हामी घर गयौँ। अनि घर जाँदाखेरि अब हामीले सामान्य जन्मदिनमा दियो बाल्ने गर्छौँ। अनि मैले चाहिँ दियो बाल्नु नानी भनेर भने, उहाँले दिदी हामी क्रिस्चियन हौँ, हामी दियो बाल्दैनौँ भन्नुभयो उहाँले। अनि किन यस्तो भएको भनेर मैले चाहिँ उहाँको आमासँग कुरा गरेँ। कुरा गर्दाखेरि के कुरा आयो भन्दाखेरि, मेरो छोरी बिरामी हुँदाखेरि चाहिँ मैले लाखौँ रुपियाँको औषधि गराएँ, ठिक भएन, तर मैले चर्चमा जाँदाखेरि चाहिँ त्यहाँ मेरो ठिक भयो, मेरो छोरी मर्ने अवस्थामा थियो तर नि त्यहाँ बचाइदियो, त्यही भएर म क्रिस्चियनमा गएको हो भनेर भन्नुभयो। त्यस्तो कुराहरू भयो। त्यही भएर हामीले चाहिँ अलिकति सन्चो नहुँदैमा हैन, केही नहुँदैमा धर्म परिवर्तन गरिहाल्नुपर्छ भन्ने हुँदैन।
किनकि यदि हामीले धर्म परिवर्तन गर्नु थियो नै भनेपछि भगवान्ले हामीलाई किन अर्को धर्म बनाउँथ्यो? हामी जुन धर्ममा जन्मेका छौँ त्यही धर्मलाई मान्यता दिने होइन, त्यसैको आस्था मर्यादा गर्ने, म चाहिँ त्यस्तो भन्छु। जस्तै पछिल्लो समय यहाँले भने जस्तै हामी जस्तै युवा पङ्क्ति युवा युवतीहरू चाहिँ पढी लेखेका पनि छन्, बुझेका पनि छन्, यद्यपि पढी लेखी गरिकन पनि परधर्ममा लागिरहेका छन्। त्यस्ता युवाहरूलाई, त्यस्ता युवतीहरूलाई, युवा वर्गलाई तपाईँको सन्देश, तपाईँ एउटा युवा कार्य गर्दै हुनुहुन्छ, देशैभरि डुल्नु भएको छ, उहाँहरूको लागि सन्देश यहाँको के रहन्छ? मेरो सन्देश यही रहन्छ भनेको धर्मो रक्षति रक्षिता भनिन्छ होइन, हामीले धर्मको रक्षा गर्यो भने धर्मले हाम्रो रक्षा गर्छ भनिन्छ। त्यही भएर हामी जुन धर्ममा छौँ, मैले कसैले पनि धर्म परिवर्तन गर्नु भन्दिनँ। हामी जुन धर्ममा छौँ त्यसै धर्मलाई मान्यता दिएर होइन, त्यसैमा आफ्नो कार्य गरेर, आफ्नो कर्म गरेर त्यसैमा राम्रो गर्न सकिन्छ भन्ने कुरा म बताउन चाहन्छु। धेरै धेरै धन्यवाद छ हर्षिता चौधरीजी, हामीसँग यो चाहिँ मोहनवाणी युट्युब च्यानलको लागि लिएको अन्तर्वार्तामा हर्षिता चौधरीजी हुनुहुन्थ्यो। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै यस अन्तर्वार्ताबाट बिदा लिन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।